Truth versus myth. dental edition. के डेन्टिस्ट कहाँ गएर मेसिनले दाँत सफा गर्दाखेरि दाँत कमजोर हुने हुन्छ त? दाँत अल्ट्रासोनिक स्केलरले सफा गरिन्छ। अल्ट्रासोनिक स्केलर भन्नाले भाइब्रेसनको सहायता अथवा कम्पनको सहायताले। यसले दाँतहरू काट्ने, दाँतहरू खियाउने होइन कि एकदमै साह्रो भएर जमेका क्याल्कुलस टाटारहरूलाई फोडेर निकाल्ने गरिन्छ। बिरामीहरूलाई फोड निकालेपछि दाँतमा खस्रोपन लाग्ने अथवा पाल परे जस्तो लाग्न सक्छ। यो केवल फोड निकालेको कारणले गर्दा अलिकति ग्याप भएको मात्रै हो। यो केही समयपछि बिस्तारै गिजा आफ्नो ठाउँमा आउँछ र त्यो ग्यापहरू पुरिने गर्दछ। यदि तपाईँले बेलैमा यो फोड निकाल्नु भएन भने गिजा धेरै तल झर्ने, हड्डीहरू खिने, यस कारणले गर्दाखेरि तपाईँको दाँत हल्डिने अथवा कम उमेरमै तपाईँको दाँत झर्ने हुनसक्छ। बच्चाहरूको दाँत झरिहाल्छ, त्यसलाई किराले खाए पनि केही उपचार गर्नु पर्दैन। बच्चाहरूको दुधे दाँत स्थायी दाँतहरूका लागि गाइड जस्तो बाटो देखाउने काम गर्दछ। यदि यी दुधे दाँतहरू बेला अगाडि नै झरेमा पछि आउने दाँतहरू बाङ्गो टिङ्गो गरेर आउन सक्छ। यसले गर्दा खानपिनमा गाह्रो हुने तथा दुखाइहरू हुन सक्छ। यी कारणहरूले बच्चाहरूको मानसिक तथा शारीरिक विकासमा पनि असर पार्न सक्दछ। के दाँत निकाल्दा आँखाको ज्योति कमजोर हुने हुन्छ त? यो केवल भ्रम मात्रै हो। दाँतलाई सञ्चालन गर्ने नसा र आँखाको सञ्चालन गर्ने नसा फरक हो। त्यसकारण दाँत निकाल्दाखेरि आँखालाई कुनै असर हुने हुँदैन। दाँतका किराहरू झाँक्री कहाँ गयो भने झारिहाल्छन्। यो गलत हो। वास्तवमा हाम्रो दाँतमा कुनै सल्बलाउने या खिर्ने किराहरू हुँदैन। हाम्रो मुखमा भएको कीटाणुहरूले गुलियो र खस्रो खानेकुराहरू मार्फत एसिड बनाउँदछ। यो एसिडले बिस्तारै दाँत गलाउँदै जान्छ र एउटा खाल्डो क्याभिटी बन्दछ। बजारमा वा गाउँघरमा किरा झारेको भन्दै देखाउने हातको सफाई मात्र हो। यसको एकमात्र उपचार भनेको डेन्टिस्ट कहाँ गएर सिमेन्ट भर्नु या नसाको उपचार, रुट क्यानल ट्रिटमेन्ट जस्तो उपचारहरू मात्र हो। के कडा ब्रसले दाँत मात्दाखेरि दाँत सेतो हुन्छ त? दाँतलाई कडा ब्रसले ब्रस गर्दाखेरि बाहिरको इनामेल परत निस्किने हुन्छ, जसको कारणले गर्दाखेरि भित्रको डेन्टिन परत देखिन्छ र त्यसले झन् बेसी सिरिङ गराउने समस्या दिन्छ। दाँत सेतो होइन कि झन् अझ पहेँलो हुने देखिन्छ। दाँत दुखेमा खैनी, चुरोट या रक्सी खाएमा दाँतको दुखाइ निको हुन्छ। सुर्ती तथा रक्सीजन्य पदार्थहरूको सेवनले केही समयको लागि दुखेको ठाउँको नसाहरू लट्ठ्याउने भएकाले दुखाइ कम भएको महसुस हुने मात्र हो, तर यसले दाँतको समस्या निको पार्दैन। उल्टै सुर्तीजन्य पदार्थको निरन्तर प्रयोगले गिजाको रोगहरू र मुखको क्यान्सरको जोखिम बढाउँदछ।